यो संसारमा भगवान छ कि छैन यो कसैले देखेको पनि छैन र कसैले प्रमाणित गर्न पनि सकिरहेको छैन। एउटा भावना हो, एउटा आत्मविश्वास हो। तर यो संसारमा कुनै न कुनै रूपमा भगवान छ भने भगवानसँग म यही कुरा भन्न चाहन्छु कि हे भगवान, मानिसको जिन्दगीमा कुनै न कुनै रूपबाट मानिसको जीवनमा सङ्कट आइ नै लाग्छ। कुनै न कुनै रूपबाट मानिसको जीवनमा अप्ठ्यारो आइ नै पर्छ। तर कुनै अप्ठ्यारोमा परेको मान्छेलाई सहयोग गर्न कि यो अपराध हो? कुनै न कुनै दलदलमा फसिरहेको मान्छे त्यहाँबाट बचाउन, उक्साउन, जोगाउन कि यो अपराध हो, अधर्म हो? कुनै न कुनै रूपबाट मानिसहरू सङ्कटमा फसिरहेको हुन्छ, अप्ठ्यारो हुन्छ, आपद विपद हुन्छ, सङ्कट आइलाग्छ। त्यो कुरामा म एउटा मानवताको नाताले, मानवताको धर्मले त्यो कुरालाई मैले सहयोग गर्न कि मैले अपराध गरेको कि यो अपराध हो। यदि यो अपराध हो भने जिन्दगीमा म यो अपराध कहिले पनि म गर्नेवाला छैन। यदि यो अपराध होइन भने मलाई मात्र किन त्यस्तो मान्छेसँग भेट गराइदिनुहुन्छ भगवान, जसले मलाई र मेरो कुनै अर्थ नै राख्दैन। त्यसो हुनाले भगवान, मैले कुनै न कुनै राम्रो काम गरेको छु भने त्यसको बदलामा यदि मैले मागेको कुराको लायक छु भने भगवान, मलाई यति मात्रै दिनुहोस् कि मलाई स्वार्थी मानिससँग र गलत मानिससँग कहिले पनि मेरो भेट नगराइदिनु है भगवान, प्लिज। मलाई केही पनि चाहिँदैन अरू।